हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। अनि फेरि पनि तपाईँहरूलाई स्वागत छ आफ्टर अ लङ टाइम होइन। अब हामी चाहिँ जस्ट राइड जान लागेको है। हाम्रो हुनुहुन्छ रुद्रजी, हेलो भनिदिनु न के अरे। अनि ओके, अब चाहिँ हामी अहिले चाहिँ मेरो बाइक चाहिँ यहाँ छ है, सर्ट। अनि अर्को चाहिँ आउँदैछ दुईजना, हामी दुईजना यहाँ छौँ। अब हामी चाहिँ राइड स्टार्ट हुन्छ यहाँबाट। अनि हामी चाहिँ अहिले कहाँ जाने भन्ने चाहिँ फिक्स छैन क्या। अनि त्यो नभएपछि अब ठ्याक्क बजार गइन्छ। अनि बजार गएर ससल्लाह हुन्छ है गाइज। अर्को चाहिँ हाम्रो हेलो भन्छ हेलो हेलो। हाम्रो यात्रा कहाँसम्म हो? ल गाइज, अब एकछिनमा भेट्छ। ओके गाइज। ओके गाइज, हामी चाहिँ अहिले यहाँ खुरकोटको यो पुलमा आएको छौँ। आधा बगाएको छ है पुलको चाहिँ अवस्था। यहाँ हाम्रो दुईजना अनि हाम्रो यहाँ एकजना अनि म चाहिँ यता छु है। यो चाहिँ पुल चाहिँ आधा बगाएको छ, आधा चाहिँ त्यहाँ छ होइन। त्यहाँ छ आधा चाहिँ उता, आधा चाहिँ यता। त्यही पनि लास्ट चाहिँ हल्लिँदो रह क्या। के हुन्छ भने ल ल ल ल ल हात हल्लाउँदैछ नि, त्यही भएर देखाइदिइहाल्यो क्या भित्रबाट है। ल अब चाहिँ हामी यहाँबाट सिधै यहाँबाट राइड स्टार्ट हुन्छ। हामी चाहिँ अब अघिसम्म चाहिँ टिङ्गो थिएन, अहिले चाहिँ हामी सैलुङ जाने भयो गाइज है। त्यो हुँदाखेरि अब हामी सैलुङ जान्छौँ। ओके, अब बाटोतिर भेटौँ है गाइज। हाम्रो कार डाँडामा अफरोड हुँदैछ। बाटो कता हो केही थाहा छैन। यता जाने लुक एट द भ्यू गाइज। बब्बाल 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 देखिरहेछ है। अनि यहाँनिर चाहिँ होटलहरू यति मात्र हो जस्तो लाग्यो होइन, तर सबै बन्द छ क्या अहिले। बन्दै देखेँ मैले चाहिँ, त्यही भएर अब हामी चाहिँ चट्ट गएर माथि गएर अनि सर घुमेर होइन एकछिन चट्ट अलिअलि फोटोसोटो खिचेर अनि हामी चाहिँ फर्किनु पर्ने हुन्छ। अब यतातिर चाहिँ अब अर्को सजिलो बाटो जाउँ भन्ने हाम्रो धारणा हो, किनकि त्यो बाटो त यति अफरोड यति हट लास्ट टेक डेन्जर हो। त्यो हुँदाखेरि हाम्रो चाहिँ भान्जोले चाहिँ 4 यहीँ फाले खाने सभ्य नागरिक। लुक एट द भ्यू गाइज,
कस्तो बवाल छ है। हामी चाहिँ बादल माथि छौँ, बब्बाल बवाल। अनि चट्ट केटाहरू चाहिँ फ्या फ्या परिरहेको थियो अहिले केटाहरू। अहिले चाहिँ केटाहरूले अब त्यो मौसम राम्रो देख्यो नि त, फ्या फ्या पर्नु चाहिँ छोड्यो। म त झन् भइसक्यो नि। प्रवेश गरिसकेको छौँ। अब यहाँबाट चाहिँ हामी भ्यू टावर तर्फ लाग्छौँ। यहाँ माथिबाट जानुपर्छ होइन। यो चाहिँ अब चट्ट यहाँबाट मास्तिर छ के कस्तो भ्यू देखिन्छ एकदम हेरौँ है। तर अहिलेसम्म तलैबाट राम्रो देखिरहेको छ, यहाँबाट कस्तो देखिँदो रहेछ हेर्नेछौँ, हामी देखाउने छौँ। बाटै थाहा भने दुईजना अगाडि गइरहेको कहाँ गइदियो थाहा नै भएन। बजारबाट है फेरि यस्तो बवाल अलि राम्रो सिकाएको छैन करिबन बनायो एकदम डाँडामै छ है।
सक्नुहुन्छ रोड यहीँ छ रोड यो कसैले खाइदिन्छ है रोडै रोड छ बाटो यति साह्रो हामी आइहाल्छ झर्नै छैन पर्दिन भने माथि जानु तपाईँ यहाँसम्म आइपुग्दा कस्तो लाग्यो अनिलाई कस्तो लाग्यो नि जाडो भयो रे नाति पक्क भयो रे हात दुखेर हामी चाहिँ चिसो पानीको होइन किनारमा हिँड्दै आएको गार्डन लास्टै छ कति गइरहेको होला